मरोएको पल तिमी हाँसे पनि गर्दिन कुनै गुनासो तिम्रो मर्जी। ओ मरोएको पल तिमी हाँसे पनि गर्दिन कुनै गुनासो तिम्रो मर्जी। ओ गाइज हामी चाहिँ इन्डिया गेट आइसक्यौँ होइन। टक्क इन्डिया गेट हो यो होइन। त्यो अगाडि चाहिँ पानी पर्ने जस्तो गरेको थियो, अहिले चाहिँ पुरा घामले तताइरहेको होइन। राम्रोसँग हेर्नु देखेन कि इन्डिया गेट चाहिँ। टक्क उता गएर देखाउँछु ल म चाहिँ। एउटा के भा अन अन भएन नि त्यहाँ। एउटा माइक चाहिँ उसले लगाए होइन। आयो एउटा माइक चाहिँ उसले लगायो तर अन गरे होइन कि। अन गर्न अन छ यसरी अन त भयो। यसमा चार्ज सिधा काम छैन। महँगो पर्यो दादा। चार्ज सकिया रहेछ उसकोमा चाहिँ, मेरोमा चाहिँ अझै टेकिरहेको सकिनु। ओ मैला देख हाम्रो चाहिँ ऊ आयो होइन, हाम्रो जिग्री यार। ल हिपहपमा है एकचोटि हाई गर्दैन क्यामरामा टक्क। ठिक छ यार। ल आयो हाम्रो जिग्री यार चाहिँ भेट्यो होइन। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ म टक्क घुम्न निस्केको छु होइन। आज छुट्टी छ मेरो चाहिँ अनि म लाल किल्ला जाँदैछु होइन। अब लाल किल्ला गएको त छैन म पहिला, र पनि अब जाँदैछु। कस्तो छ थाहा छैन मलाई। मार्केट लाग्छ भन्ने सुनेको छु होइन। कस्तो हुन्छ हेरौँ। अब आज टक्क मौसम टक्क पानी पर्न आँट्यो जस्तो भइरहेको। पानी पर्ने हो कि के गर्ने थाहा भएन। तर मजा होइन। साथी पनि जाँदैछु आज। अलि 15 मिनट लाग्छ। 15 मिनटदेखि 15 मिनट लागेपछि अब त्यहाँदेखि साथीसँग भेट गरेर चाहिँ लाल किल्ला जाने हात बनाइरहेको छु। कलकत्तामा पेट्रोल पम्प कितना? हेलो गाइस, बजिरहेको टोटोमा म चाहिँ अटोबाट झरिसकेँ होइन। अब चाहिँ म रोड क्रस गर्दैछु होइन। त्यहाँबाट मुस्किल पर्छ म माथि रोड क्रस गर्दैछु है। अब साथी आउने कुरा भएको थियो। साथी चाहिँ अब होइन 20 मिनटमा आउँछु पर्छ भन्दैछ। म चाहिँ उता अरूतिर गएर साइडमा पर्खिनु पऱ्यो। 20 मिनटमा आउँदै जाउँछु भन्दैछ। अनि मलाई चाहिँ लास्टै भोक लागिरहेको छ कि उता गएर बिरयानी खाइदिने हो कि भनेको। तर बिरयानी बिहानदेखि केही खाइएको छैन। तर बिरयानी आफ्नो चाहिँ रोड क्रस गर्न गाह्रो हुन्छ होइन। त्यही भएर म चाहिँ माथि आइरहेको छु। भोक चाहिँ लास्टै राखिदिरहेको यार गाइस होइन। म चाहिँ बिरयानी खाइदिनु लाग्छ बिरयानी खान। ओके गाइस, बिरयानी खान आयौँ होइन। लास्टै भोक लागिरहेको थियो। अहिले चाहिँ टक्क हामी बिरयानी खाएर आउँछु अहिले। टक्क बिरयानी खाएर आउँछु। ओ गाइज हामी चाहिँ इन्डिया गेट आइसक्यौँ होइन। टक्क इन्डिया गेट हो यो होइन। त्यो अगाडि चाहिँ पानी पर्ने जस्तो गरेको थियो, अहिले चाहिँ पुरा घामले तताइरहेको होइन। राम्रोसँग हेर्नु देखेन कि इन्डिया गेट चाहिँ। टक्क उता गएर देखाउँछु ल म चाहिँ। एउटा मन्दिर यो भयो होइन। अनि एउटा यो हो। अनि हामी होइन घाम चाहिँ ज्यादै छ देख्नुहुन्छ होइन। हामी चाहिँ हिँडिरहेको यतातिर मान्छेहरू इन्डिया गेट चाहिँ यो भयो सट्टा होइन। हामी चाहिँ मस्त हिँड्ने साइड हुँदैन यस्तो लागेको। ओहो इन्डिया गेट सर्वगाइज छैन। अन्त इन्डिया गेट आइसक्यो। क्या मस्त होइन। घाम चालले जाँदैछ नि त त्यही भएर अन्त
यतातिर चाहिँ आजकल हरियाली भएर चाहिँ होइन, पहिला चाहिँ त्यो थियो कि कमसेकम सुकेको थियो, अहिले चाहिँ हरियाली दामी भयो टक्क। यो चाहिँ भयो इन्डिया गेट होइन। उतातिर कता जाने हो, चलो। हल्लिँदो रहेछ क्या हल्का। गाइस हैन, यहाँ चाहिँ टक्क फोटो खिचाइराख्नु चाहिँ गाइस हैन, पसिना पसिना हुन लागिसक्यो कि अहिले चाहिँ, गर्मी छ ज्यादा गर्मी छ है गाइस हैन। इन्डिया गेट चाहिँ यो सर, चलो। मरेस चाहिँ छोड्दिन म भुट बनेर। गाइस हैन, उसले चाहिँ सोधिरहेको थियो कि आजको भ्लग चाहिँ कहाँ हो होइन, इन्डिया गेटमा रहेछ है भन्दै सोधिरहेको थियो होइन। के भा अन भएन नि त्यहाँ, एउटा माइक चाहिँ उसले लगायो होइन। आयो एउटा माइक चाहिँ उसले लगायो तर अन गरेन कि, अन गर्न अन छ यसरी अन त भयो। यसमा चार्ज सिधा, यसमा चार्ज सिधा काम गर्छ। महँगो पर्यो ज्यादा। चार्ज सकिएर चाहिँ उसकोमा चाहिँ, मेरोमा चाहिँ अझै टेकिरहेको सकिनेवाला होइन। अब मैला है ओ मैला देख, हाम्रो चाहिँ ऊ आयो होइन, हाम्रो जिग्री यार ल हिपहपमा है। एकचोटि हाई गर्दैन क्यामेरामा टक्क। ठिक छ यार, ल आयो हाम्रो जिग्री यार चाहिँ भेट्यो होइन। तर यसरी सेल्फी क्या अन्त फेरि हल्का घाम भएर अलि नराम्रो भयो क्या, नत्र कसको हानु होला अहिले। गर्मी चाहिँ हल्का ज्यादा रहेछ नि। हाल्छु कि म, ल ल ल केटीहरूले हेर नि जसले। तेरो बुढीले देख्नुभयो भने फेरि कमेन्ट हान्नुलाई नि फेरि, केटीहरूको नाम नलिँदैन है। बस हल्का ज्यादा घाम भएर हो क्या होइन, नत्र दामी देखिन्छ होला ब्याकग्राउन्ड। हाई गर्मी अब साँझ त परिसक्यो होइन। यतातिर साइडतिर पानी किन आएको ल, यतातिर साइडतिर चाहिँ उता पानी पिउने ठाउँ रहेछ होइन। केटाहरू चाहिँ तल उतातिर गएर गर्मी चाहिँ लाग्छ ज्यादा होइन, त्यही भएर पानी पिन आएको थियो। केटाहरूले अरू केही खानु होइन दामी छ यतातिर त्यस्तै जानेलाई चेकिङ, आउनेलाई चेकिङ।
चाहिँ भयो बोला कुरा गर्छ यार पुष्पा के हातमा पावर भएको थियो मेरो मोबाइलले स्विच अफ हुन लाग्यो होइन भिडियो केटाहरूले खेले पो जान्छन् म चाहिँ गर्नुमा बन्द पनि गाइज होइन हामी चाहिँ टक्क बसेर पनि यतातिर आइसक्यौँ होइन यतातिर अब फोटो खिचेर अब रुमतिर चल्दिनुपर्छ गाइज है ज्यादै घुम्ने हिँडेको छु अब योभन्दा घुम्न सकिन्न बढी ठन्डाको मेला आएको होइन तर अब ठन्डा मेला आएको हाम्रो भाग्य रहेछ श्याम भाइ चलिए चलते सही कहा बोल रहा था वजह देख बन्न पायो तयार हुन्थ्यो नि त होइन फाइनली भेट भएको केटा हो फाइनली सिकेर टिकेर देखाउनु छ टिकेर मलाई आयो नयाँ भेटिन आयो फेरि अर्को टिकेर देखाउनु छ मलाई फेरि जितेर देखाउनु छ मलाई बिहारले नेपाली केटीलाई चाहिँ बिहारले म झन्डा फर्काएको होइन हामी चाहिँ हेरेको नेपाली या जता गयो पनि होइन अरू देशको मान्छेसँग मात्र देख्छ होइन नेपालीसँग चाहिँ कोही देख्दैन कि मलाई त्यो त हो जहाँ गए पनि यार कोही बङ्गाली कोही बिहारी कोही मोबाइल में 30 का होता है 20 का होता है बताओ ऐसे में लोगे ये बलर वाला लोग बलर वाला ये DSLR कहाँ है भाई क्या भैया DSLR है ये जाओ DSLR है भाई DSLR में ऐसा फोटो थोड़ी ना आता है यार DSLR ही है भाई ओ भाई ठोक लिया तुम लोग बना रहे भाई इंतजाम के DSLR में फोटो खिच्छु भनेर चाहिँ यहाँ कोया क्यामेरामा लिएर आइरहेको एउटा फोटो खिच्दा 30 रुपियाँ भनिदिरहेको दुईटा फोटो भन्दा तीनवटा ल्याउने न केटा भाडा दिन जानुपर्छ फेरि अहिले धेरै फोटो खिच्यो हेलो एक फोटो का कितने का 20 का 30 का जैसा बोलो 20 का 30 का दोनों दिखाऊंगा तुमको जो अच्छा लगे बोले 20 र 30 को कति खिच्ने कडा I'm what is chang chang भाई कैमरा आ रहा भाई आ रहा ये बकवास वाला पोस्ट सिकेर उसले पोस्ट सिक्न नपाएको गरेको नपाएको खिचाउ केटा क्यामेरा म चाहिँ खिच्दैन है क्यामेराबाट धेरै फोटो खिच्दैन कि भाई जो बढ़िया फोटो निकालता है देखा ना कितने फोटो खिच्दैन फोटो कितने का अरे सवार कैमरा कहाँ से लेके आया कितने का है तो बताओ पहले भाई डियर हाँ भाई आपको लड़की का अच्छी आया भाई लड़की
छत्तीसगढ़ वाले देखिए इसको मिला देखिए दुनिया आर के देख रहा था गाइस मजा है ना ये चश्मा लगाया कपड़ा बेच कई पैसा कमाएगा चश्मा तो ठिकै छ तर अरू चाहिँ छैन चस्मा भाइ यस्तो काम गर्दैन हामी तर त्यो चस्मा लगाएर अर्कै दुनियाँ र यस्तै अर्को दुनियाँ देखिन्छ है गाइस हैन अब अर्को मेला आउँछ हामी चाहिँ जान लाग्यौँ रुममा अब होइन आज त हामी अब टक्क घुमिकन रुमतिर लाग्दैछौँ होइन डाटा अन गरेर टक्क घुम्ने होइन रुमतिर लाग्दैछौँ गाइस हामी चाहिँ यो लास्ट भएर यो होइन रुममा पनि जाँदै जानु पऱ्यो फेरि भोलिबाट फेरि काममा तपाईँ हुन्छ फेरि होइन हामी चाहिँ रुममा जाँदैछौँ अब आजको भ्लग चाहिँ यति हो है